मैले 2 देखि 250 ग्राम मैदा लिएको छु र त्यति नै यहाँ मैले सुजी लिएको छु। यी सबै कुराहरूलाई मैले चाहिँ छानिसकेको छु, भन्नाले चाल्नेले मजाले चालिसकेको छु। र अब यसमा म आज फर्स्ट चोटि गइरहेको छु कुकिज ट्राई गर्न। म यसमा राख्छु यो बेकिङ पाउडर है त, बेकिङ पाउडर राख्छु। त्यसपछाडि अर्को यो सोडा राख्छु, बेकिङ पाउडर र बेकिङ सोडा म थोरै नै राख्छु। र यहाँ चाहिँ मैले पिसेको नरियल र इलायची लिएछु सुक्मेल, र यो पिसेको चिनी हो। त्योभन्दा अगाडि म यसमा राख्छु घिउ। मजाले यो मेरो आफ्नै घरमा बनाएको घिउ हो भन्नाले मेरो मम्मीले पठाइदिनु भएको थियो। र यसमा अहिले म यति 2 चम्चा जति घिउ लिन्छु यति। र यसमा थोरै म नुन पनि हाल्छु, थोरै नै हालेको। मलाई थाहा छैन कस्तो बन्छ, फर्स्ट चोटि यो कुकिज ट्राई गर्दैछु। र मैले यहाँ बदाम जुन पिनट्स हुन्छ त्यसलाई कुकिजमा मलाई मनपर्छ, त्यही भएर मैले यहाँ थोरै पिनट्स पनि राख्छु र चिनी पनि राख्छु जुन पिसेको छ। 200 देखि यो पनि 150 ग्राम होला। र यो नरियल र सुक्मेलको यसले एकदमै राम्रो फ्लेभर आउँछ। र अब यी सबै कुराहरूलाई पहिले म मल्छु, अब यसलाई म मल्छु। यो मैले यहाँ मोलिसकेँ सबै कुराहरूलाई। र यहाँ मैले लिएको छु दुध र दुधको तर यानि कि मलाई लिएको छु, यो फ्रेस छ। अब म बिस्तारै यो राख्दै र यसमा मोल्छु, भन्नाले यसलाई मुछ्छु। र यो पिठो जस्तो भइसक्यो। अब म यसलाई बिस्तारै कुकिजको सेप दिन्छु, भन्नाले अब त्यस्तो केही त मसँग मोल्डहरू छैन। म हातले नै, यहाँ टसिरहेको छैन, घिउ यति हालेछु हातमा, यसले टसिरहेको छैन। अब म यसलाई यहाँ प्लेटमा बनाउँदै राख्छु। म यस्तो गोलो गोलो नै, अब आफूलाई जस्तो मन लाग्छ यसमा यहाँहरूले फ्लावर पनि बनाउन सक्नुहुन्छ, या यस्तो यस्तो पनि जस्तो मन लाग्छ त्यस्तो सेप दिन सक्नुहुन्छ। र म यसलाई चाहिँ एयर फ्रायरमा आज बनाउन गइरहेको छु। र हेर्नुहोस् यो पिनट्सहरू एकदमै राम्रो देखिरहेछ। अब यो रेडी भइसकेछ, मैले यहाँ यति बनाइसकेँ। र यो मैले पेपरको लिएको छु, खाजा प्लेट, र यसमा मैले घिउ मजाले दलिसकेको छु, यहाँ हेर्न सक्नुहुन्छ। र यसमा पनि दलिसकेको छु। अब राख्छु म यसलाई, यसै गरी राख्दा सजिलो हुन्छ। मैले यसको जुन प्लेट छ त्यो निकाल्छु सजिलोको लागि, र यसमा सेट गर्छु। मैले यति जति यसमा हालेको छु र थाहा छैन कस्तो हुन्छ फर्स्ट चोटि। र यो हो, अब म यसलाई अन गर्छु। र यहाँ के छ, चिप्स छ, वार्म छ, पिज्जा छ, नट छ। म केमा हालौँ म आफै कन्फ्युज भएँ, किनभने मैले पनि धेरै युज गरेको छैन। म यसलाई पिज्जामा चाहिँ सेट गर्छु, हेरौँ अब कस्तो बन्छ है त। यहाँ चाहिँ टाइम ओभर भइसकेको छ र म चाहिँ निकाल्छु। अघि चाहिँ बत्ती कटेको थियो र 6 मिनट मात्र बाँकी थियो, यहाँ झन्डै धेरै नै भइसक्यो। अब हेरौँ है त, मैले यहाँ बत्ती काटेँ र अब कस्तो बनेको छ हेरौँ। वाउ, धेरै तातो छ, हेर्न सक्नुहुन्छ, एकदमै नै मजाको बनेको छ है त। तपाईहरुले पनि ट्राई गर्न सक्नुहुन्छ। र भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट, शेयर गर्न भने नभुल्नु होला। थ्यांक्स फर वाचिङ।